हेलो साथीहरु, स्वागत छ मेरो युट्युब च्यानलमा। फेरि पनि म अर्को भिडियो लिएर आएको छु। हामी चाहिँ आज गुफा हेर्नलाई माथि डाँडातिर जाँदैछौँ। सो फाइनली गाइज यहाँबाट चाहिँ हिमाल छर्लङ्गै देखिन्छ है। यहाँ हिमाल, यहाँ माछापुच्छ्री हिमाल देख्दैछु गाइज। सो गाइज हामी चाहिँ यहाँ बिच बाटोमा आइपुग्यो। यहाँ हेर्नु होला, जाने बाटो यस्तो छ। हामी हिँड्दैछौँ यहाँ। बाटो चाहिँ हल्का चिप्लो रहेछ गाइज। यस्तो छ बाटो, यस्तो चिप्लिरहेछ। देख्न सक्नुहुनेछ हजुरहरूले। हैन गाइज, यस्तो रहेछ बाटो। गाह्रै छ गाइज हिँड्नलाई। हेर्नु है गाइज, यहाँ फर लाएर बाबुले पुस्दैछ। यहाँ यसमा बनमारामा पुस्दैछन् फर लाएर। एउटा ढुने पानी चाहिँ पाइँदैन, पानी नभएको ठाउँमा आएको गाइज। यस्तो छ, घोडामा ला रहेछ नलाहा। देख्न सक्नुहुन्छ गाइज, यहाँ फर पुसेर बाबु हिँड्यो। अब आज चाहिँ हामी नयाँ गुफासम्म पुग्नेछौँ साथीहरू। हामी चाहिँ आज नयाँ गुफासम्म पुग्नेछौँ। सो गाइज, यो चाहिँ कफल फुल्न लागिसकेको छ गाइज। कफलको बुट्टा ठुलो ह, यो हो कफल भन्ने। हाम्रो यतातिर कफल नि पाइन्छ। कफल यहाँ फुलिसकेको छ। अब फागुनदेखि सायद वैशाखसम्म चाहिँ यो पाक्ने गर्छ, मिठो हुन्छ गाइज। सो फाइनली गाइज, हामी चाहिँ यहाँ आराम गरेर अब हिँड्न लागेको। यहाँ आराम गर्दै थिएँ एकछिनलाई। यहाँ हिँड्दा हिँड्दा थाके पुग्नु लाग्यो, त्यही भएर फाइनली गाइज हामी चाहिँ पुग्न लागिसकेको छ अब डाँडामा। अब यतातिर चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ गाइजहरू, यो टार साइड हेर्दाखेरि हिमाल छर्लङ्गै देखिन्छ यहाँबाट। यो गाउँ भयो तल गाउँतिर। सो फाइनली गाइज हामी यहाँ डाँडामा आइपुग्यो। यो डाँडाबाट अब उतापट्टि गएर अब हामी चाहिँ गुफा हेर्नलाई जान लागेको। गुफा खोइ कस्तो छ हेरौँ गाइज। अब हामी चाहिँ जाने बाटो यही हो गाइज। यस्तो खतरा छ बाटो चाहिँ है। यस्तो छ, तल हेर्नु हो भने यस्तो छ। तल भिरै भिर छ, यस्तो छ। यस्तो भिरमा नि। सो गाइज, यता देख्न सक्नुहुनेछ हजुरहरूले, यता भिरमा खर बाहेकहरू केही देखिन्न। खर ढुङ्गा बाहेक बाटो चाहिँ डेन्जर। सो गाइज, देख्न सक्नुहुनेछ हजुरहरूले, ढुङ्गा माटो यस्तो छ यो ठाउँमा। दरबार भन्छ है यो डाँडालाई, दरबार भन्छ, झिरखाने दरबार भन्छ। भारी यता चाहिँ पुरै तराई हो। यो हुस्चुलाहा त्यो भनौँ मुनिलाई ट्राई भनिन्छ हामीले। जस चितवन नारायणघाट पर्छ यो हुस्चु मुनि, त्यो पल्लो डाँडा मुनिलाई। अहिले हामी हेर्न जाने भनेको गुफा चाहिँ यता हो है गाइज। यता हो जाने बाटो यो। हाम्रो गएर त्यहाँ गुफामा पुग्ने हो।
सो फाइनली गाइज हामी चाहिँ यहाँ डाँडामा फेरि अर्को डाँडामा आइपुग्यो। यहाँ चाहिँ हल्का आराम गर्ने ठाउँ रहेछ, त्यही भएर आराम गरौँ कि भनेर यहाँ हामी चाहिँ बस्यो गाइज। यहाँ बस्दैछौँ गाइज। 3 जना हो हामी, 3 जना फ्यामिली मिलेर यहाँ त घुम्न आएको। यस्तो छ गाइज बस्ने ठाउँ, यो ठाउँ यस्तो छ गाइज। यस्तो छ भिरै भिर यहाँ माथि डाँडामा चाहिँ सम्म छ न त। अब हामी गुफातर्फ लाग्दैछौँ गाइज। गुफा हेर्न जाने भनेको बाटो यही हो। अब हामी यता गुफा हेर्न जान्छ है त गाइज। यस्तो रहेछ गाइज, यस्तो बाटोमा हिँड्नुपर्ने रहेछ गाइज। चप्पल पनि हुन्छ रहेछ नाइ गाइज। फाइनली गाइज हामी चाहिँ गुफामा पुग्न लागिसक्यो। देखिसकेको छ गुफा चाहिँ यहाँभित्र। धेरै झाडी रहेछ गाइज यहाँ पुग्नलाई। यस्तो गरेर जानु पर्ने हुन्छ गाइज। यहाँ सानो गुफा रहेछ गाइज। यस्तो रहेछ गुफा भनेको। अन्त गाइज यहाँ ढलाइ गरेर राखेको जस्तो रहेछ गाइज गुफा भनेको। यस्तो कि दामी है, दामी रहेछ गाइज गुफा भनेको। यस्तो अनन्त उताबाट नि ढोका रहेछ, यताबाट नि ढोका। म चाहिँ यहाँबाट खिच्दैछु। यहाँ छोरा र बुढीहरू चाहिँ यहाँ बसिरह। माथि चाहिँ गुफा यहाँ ढलाइ गरेर राखेको जस्तो, ढुङ्गा पनि मिलेर बसेको है, टपक्कै मिलेर बसेको। यस्तो कुना छानो लाए जस्तो माथि ठ्याक्कै लाएर सानो बाबुले पनि हेर्दैछन् छक्क परेर यहाँ के गरेको होला, कसरी बन्यो होला भनेर। यहाँ भुइँमा छ गाइज, भुइँमा देख्न सक्नुहुनेछ यस्तो छ बस्नु मिल्ने खालको। यता भने गाइज यस्तो ढलान गरेर राखेको जस्तो अन्त गाइज। माथि पानी नचुइने, घाम नलाग्ने यस्तो गुफा रहेछ गाइज। यो ठाउँमा रमाइलो छ गाइज, आनन्द छ यहाँ भित्र बस्नमा चाहिँ। अब कस्तो हुन्छ हामी पनि यसो बसेर हेरौँ कि भनेको। यो चाहिँ यताको ढोका भयो, पश्चिमको पूर्वको ढोका। यो चाहिँ हामी आउने ढोका भयो। यो पश्चिमको ढोका भयो के अरे, हामी पश्चिमबाट आएको। अनि यता यो चाहिँ पूर्वको ढोका, दुईतिर ढोका रहेछ गाइज। यो गुफाभित्र दुईतिर ढोका रहेछ। अनि यहाँभित्र चाहिँ आनन्दको रहेछ। यस्तो छ गाइज, ढलाइ गरेर राखेको जस्तो। सो फाइनली गाइज आज चाहिँ हामीले गुफा हेऱ्यो, भ्लग पनि बनायो। यो मेरो सानो छोटो भ्लग हजुरहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला। मेरो भिडियो फुल वाच गरेर हेरिदिनु होला। भिडियोमा कमेन्ट सेयर लाइक गरेर अन्तिममा सब्सक्राइब गरेर बेल आइकन पनि थिचिदिनु होला भन्न चाहन्छु। र आजको मेरो छोटो भ्लग म अन्तिम गर्न चाहन्छु। म यति भन्दै
हजुरहरूलाई कस्तो लाग्यो हेरिदिनु होला। माया गरिदिनुहुन्छ भनेर मलाई विश्वास लागिरहेको छ हजुरहरूले। यहाँ हामी चाहिँ अब आजको भिडियोलाई अन्तिम गर्नेतर्फ गइरहेको छौँ। हामी चाहिँ यहाँ अब घरतिर फर्किने तर्खरमा छौँ। हामी चाहिँ आजको भिडियोलाई अन्तिम गर्दै बिदा भन्न चाहन्छु ल सबैलाई बाई बाई।